6 महिना 6 गते वर्ष 65 को कर्णबहादुर घरती छेत्री उहाँको चाहिँ हत्या भएको घटना त्यो घटनाको सम्बन्धमा उक्त घटनामा संलग्न व्यक्तिलाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छौँ। त्यही विषयमा यहाँहरु मार्फत जानकारी गराउनको लागि यहाँहरुलाई हामीले बोलाएको। थोरै म घटनाको संक्षिप्त विवरण जानकारी गराउँछु यहाँलाई। 2062 साल 6 महिना 6 गते रातको समयमा अन्दाज जस्तै 9-10 बजेको समयमा म्याग्दी जिल्लाको साबिक अर्थुङ्गे गाविस वडा नम्बर 8 अहिले बेनी नगरपालिका वडा नम्बर 6 माछखेत त्यहाँ बस्ने अन्दाजी वर्ष 65 को कर्णबहादुर घरती छेत्री उहाँ चाहिँ आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको तलपट्टि पिँढीमा खाटमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिले उहाँलाई चाहिँ चिरपट दाउरा टाउकोमा प्रहार गरे। त्यसपछि उहाँको मृत्यु भएको र सँगै चाहिँ उहाँको श्रीमती पनि त्यही घरको माथिल्लो बारदलीमा सुत्नुहुँदो रहेछ। उहाँलाई पनि गएर त्यही चिरपट दाउराले प्रहार गरेको अनि उहाँ चाहिँ घाइते हुनुभएको र उहाँको नाक र कानमा लगाएको गहना पनि लुटी लगेको भन्ने हो घटना। त्यो चाहिँ संक्षिप्त विवरण त्यति बेला। यसमा चाहिँ हाम्रो अनुसन्धानको क्रममा खुल्न आएको विवरण के छ भने त्यही स्थानमै बस्ने मृतक र आज हामीले यहाँ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको व्यक्ति कृष्ण भन्ने ठहरबहादुर घरती छेत्री हो। उनी चाहिँ त्यति बेला लगभग 23 वर्षको, अहिले चाहिँ हाल 43 वर्षका छन् यी कृष्ण भन्ने ठहरबहादुर घरती छेत्री। उहाँहरूको सम्बन्ध चाहिँ दाइ भाउजू र देवर त्यस्तो खालको सम्बन्ध रहेछ। उहाँहरूको नजिकको सम्बन्ध भएको व्यक्तिहरू हुँदो रहेछ। उहाँलाई चाहिँ हामीले अहिले नियन्त्रणमा ल्याएको छौँ। उहाँ चाहिँ घटना 2065 साल 6 महिना 6 गते भयो है। त्यसपछि अर्को दिनदेखि नै उहाँ चाहिँ गाउँमा सम्पर्कमा हुनुहुन्थेन, सम्पर्कविहीन हुनुहुन्थ्यो र अहिले हामीले उहाँलाई चाहिँ नियन्त्रणमा लिएको। यसमा थोरै त्यति बेला चाहिँ उहाँ कृष्णबहादुर भन्ने यो ठहरबहादुर घरती छेत्री उहाँ चाहिँ योभन्दा अगाडि पनि एउटा घटनामा संलग्न हुँदो रहेछ र त्यसपछि जबरजस्तीकरण मुद्दामा 2059 साल पुष महिनादेखि उहाँ चाहिँ यही कारागारमा रहिराख्नु भएको। अनि 2060 साल चैतको 7 गते तत्कालीन माओवादीको आक्रमणबाट त्यहाँका कैदी बन्दीहरू सबैजना फरार भए। त्यही क्रममा उहाँ पनि फरार हुनुभएको रहेछ। अनि यो केसमा चाहिँ पछि त्यो जबरजस्तीकरणको केसमा यसमा चाहिँ 2066 साल 2 महिना 16 गते म्याग्दी सम्मानित म्याग्दी जिल्ला अदालतले उहाँलाई चाहिँ 10 वर्ष कैद सजाय फैसला गरेको रहेछ। उहाँ चाहिँ त्यति बेला कति लगभग 16-17 महिना चाहिँ कारागारमा बस्नुभयो। अझै बाँकी उहाँले चाहिँ 8 वर्ष 9 महिना 5 दिन कैद भुक्तान गर्न बाँकी रहेको देखिन्छ। त्यो चाहिँ पहिलेको केस। त्यसपछि चाहिँ यो अहिलेको केस हो। यो 2065 साल 6 महिना 6 गतेको अर्को यो ज्यान सम्बन्धी कसुरको केसमा चाहिँ उहाँलाई घटना घटेको वारदात समयदेखि उहाँ चाहिँ गाउँबाट सम्पर्कविहीन हुनुभयो र अनुसन्धानको क्रममा र गाउँलेहरूको भनाइको आधारमा चाहिँ उहाँमाथि त्यति बेलादेखि नै वारदातको समयदेखि नै आशंका गरिया रहेछ। उहाँ चाहिँ अहिलेसम्म चाहिँ फरारकै अवस्थामा हुनुहुन्थ्यो र पुलिसले चाहिँ त्यही बेलादेखि नै खोजी गरिरहेको अवस्था रहेछ। यो बिचमा चाहिँ उहाँ 2065 साल 6 महिना 6 गतेदेखि आजसम्म चाहिँ उहाँ चाहिँ लुकेर बसेको हिँडेको स्थानहरू अहिले हाम्रो अहिलेसम्मको अनुसन्धानलेबाट खोलिअनुसार चाहिँ तत्काल घटना पश्चात उहाँ भारतको मुम्बईमा जानुभएछ। 5 वर्षसम्म उहाँ बस्नुभयो भारतको मुम्बईमा। त्यसपछि 2067 सालमा पोखरा आएर भारतमै अर्को कान्छी बिहे गर्नुभएको रहेछ, कान्छी श्रीमतीसँग बसेको। त्यसपछि चाहिँ बेला बेलामा 67 साल पोखरामा आइसकेपछि चाहिँ बेला बेलामा गाउँमा आउने जाने, विशेष गरेर रातको समयमा आउने अनि त्यसपछि जाने त्यस्तो खालको गतिविधि उहाँले गर्नुहुँदो रहेछ। अनि पछि फेरि पोखरा पिएन क्याम्पस अगाडि विद्यार्थी खाजाघर पनि उहाँले सञ्चालन गरेर 1 वर्ष जति बस्नुभयो। त्यसपछि चाहिँ त्यो खाजाघर सञ्चालन 1 वर्ष गरिसकेपछि उहाँले चाहिँ मिस्त्रीको रूपमा विभिन्न स्थानमा काम गरे भन्नुहुन्छ। त्यो पोखरा, स्याङ्जा, डुम्रे, गोर्खा अनि हाम्रै म्याग्दीको तरबाङ यी लगायतका विभिन्न स्थानमा उहाँले चाहिँ ज्यामित तथा मिस्त्रीको रूपमा लुकीछिपी काम गर्ने बस्ने गर्नुहुँदो रहेछ। र यही क्रममा चाहिँ हामीले पछिल्लो अर्को उहाँ चाहिँ गाउँमै अलि रिपिटेडली आउनु थालेको भनेको चाहिँ 82 सालको असार महिनादेखि उहाँको स्थायी वतन भएको घरमा गाउँमा चाहिँ बेला बखतमा आउने, त्यो पनि रातकै समयमा प्रायः जसो आउने बस्ने खालको गतिविधि गरिराख्नु भएको थियो। अनि प्रहरीले चाहिँ अहिलेसम्म पनि हामीले उहाँलाई खोजी गरिरहेको थियौँ। यसै क्रममा चाहिँ अस्ति यही महिनाको 1 गते अन्दाजी साँझको 9 बजेको समयतिर उहाँ चाहिँ घरमै लुकीछिपी त्यहाँ बस्नु भएको छ भन्ने खालको हामीलाई गुप्त सूचना प्राप्त हो। त्यसपछि म समेतको टोली हामी तत्कालै परिचालन भएर उहाँलाई घरमै लुकीछिपी बसेको अवस्थामा हामीले
नियन्त्रणमा लिएको र उहाँले चाहिँ नियन्त्रणमा लिइसकेपछि अनुसन्धानको क्रममा सुरुमा चाहिँ उहाँले 2060 सालमा कारागारबाट भागेपछि म गाउँमा आएकै छैन, सिधै त्यहाँबाट म इन्डिया गएको अनि इन्डिया बसिरहेको थिएँ। अनि पछि मात्रै पोखरा लगायतको ठाउँहरूमा आएँ। त्यो 65 साल जुन बेला घटना घट्यो कर्तव्य जानको, त्यति बेलासम्म चाहिँ म गाउँमा आएकै थिएन भनेर भन्नुभएको थियो। पछि अनुसन्धानको क्रममा चाहिँ उहाँकै बुवाले, संलग्न व्यक्तिकै बुवाले चाहिँ यहाँ कागज गरेको पहिलेको मिसिलमा फेरार भएको। अनि त्यसमा चाहिँ उहाँले चाहिँ छोरो कारागारबाट भागिसकेपछि घरमा आएको थियो, बेला बखत आउने जाने गर्थ्यो लगायतको ब्यौराहरू उल्लेख गरेर कागज गर्नुभएको रहेछ। र अन्य गाउँलेहरूले पनि त्यति बेला घटनास्थलमा जानुभएको लगायतको उहाँहरूले नि त्यो कारागारमा भागिसकेपछि पनि त्यो घटना हुने बेलासम्म चाहिँ ऊ लुकीछिपी गाउँमा आउने जाने बस्ने त्यस्तो खालको गतिविधि गर्थ्यो भन्ने कुरा पनि खुल्यो। र अनुसन्धानको क्रममा चाहिँ उहाँले पछि चाहिँ स्वीकार गर्नुभयो, आफ्नो संलग्नता उक्त घटनामा स्वीकार गर्नुभयो। र अहिलेसम्मको अनुसन्धानमा खुलेअनुसार घटना कसरी भएको देखिन्छ भने त्यही घटना भएको दिनमा चाहिँ दिउँसो श्राद्ध रहेछ मृतकको घरमा। त्यहाँ चाहिँ उहाँ यसो घुम्दै जानुभएको रहेछ, यो संलग्न भएको कृष्णबहादुर भन्ने ठहरबहादुर गर्दै छ। अनि घरमा चाहिँ मृतकको श्रीमती अनि एकजना अर्को कोही मान्छे हुनुहुन्थ्यो, उहाँको चाहिँ पहिचान खोलिहाल्दैन, 3 जना हुनुहुन्थ्यो। त्यसमा चाहिँ संलग्न व्यक्ति कृष्णबहादुर भन्ने ठहरबहादुर भर्ती छेत्रीले मृतकै घरमा त्यो वर्षामा पनि खेती लगाउने काम गर्दै गएको। त्यो खेती लगाएको कि पैसा त्यो बाहेक अन्य चाहिँ व्यवसाय के गर्छु भनेर अन्य एक्स्ट्रा पैसा पनि माग्नु भएको। त्यो पैसा माग्ने क्रममा चाहिँ 3 जना मध्ये कसले भन्यो ठ्याक्क एकिनु भएन। कसैले चाहिँ उहाँलाई यो मान्छे चाहिँ कारागारमा भएको मान्छे जेलमै सडेर मर्नुपर्ने, गाउँमा आएर चाहिँ पैसा मागे गरिरहेको छ भनेर गलल्ला हाँसे। अनि त्यो कुरा चाहिँ म हिँड्ने बेलामा त्यसपछि म घर फर्केँ। अनि त्यही कुराले चाहिँ मलाई एकदमै सहन नसक्ने गरायो। र राति साँझको समयमा चाहिँ म गएर पहिले सुरुमा चाहिँ मृतकलाई दाइ नाता पर्ने उहाँ चाहिँ सुतिराख्नु भएको तलपट्टि कुनीमा उहाँलाई चाहिँ नजिकै रहेको चिरपट दाउराले टाउकोमा प्रहार गरेँ। त्यसपछि उहाँ बेहोस हुनुभयो, गर्नुभयो। 3 चोटि प्रहार गरेँ भनेर भन्नुहुन्छ उहाँले। अनि त्यसपछि चाहिँ फेरि माथिपट्टि गएर श्रीमती रहनु भएको ठाउँमा त्यहाँ गएर उहाँलाई पनि टाउकोमा प्रहार गर्छ र उहाँ बेहोस हुनुहुन्छ। अनि त्यसै क्रममा चाहिँ एकजना त्यहाँ नाति पनि हुन्छ, 8-9 वर्षको, उनी चाहिँ भाग्छन् र त्यो मृतकको श्रीमतीले कानमा लगाउनु भएको र घाँटीमा लगाएको त्यो गहना लुटेर निज चाहिँ त्यहाँबाट फरार हुन्छ। र हालसम्मको अनुसन्धानले यो देखाएको छ। र अहिले चाहिँ हामीले हाम्रो यो मुलुकी अपराध संहिता 2074 यसको ज्यान सम्बन्धी कसुर अन्तर्गत चाहिँ अहिले सम्मानित म्याग्दी जिल्ला अदालतबाट 10 दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको अवस्था छ।